यो चाहिँ प्योर गोरुको मासु हो होइन साथी हो। यो चाहिँ अहिले काटेको आलो आलो गोरुको मासु हो यो चाहिँ गोरु है, प्योर गोरु हो। यसरी काटिन्छ गोरुहरू होइन, अनि बिक्री हुन्छ। अनि चाहिँ के हुन्छ भन्दाखेरि एउटा व्यवसाय गर्ने मान्छेलाई पनि होइन फाइदा हुने भयो, देशलाई पनि फाइदा हुने भयो। देशलाई कसरी फाइदा हुन्छ भन्दाखेरि अब व्यवसायले व्यवसाय गरे पछाडि त्यहाँबाट ट्याक्स आउँछ होइन। ट्याक्सले चाहिँ देशको अर्थतन्त्र बलियो हुने भयो होइन। त्यो ट्याक्सबाट चाहिँ देशको लागि विकास हुने भयो। अनि व्यवसायले अब आफ्नो सामान बेचे बापत उसलाई पनि फाइदा हुने भयो। यसरी व्यापार व्यवसाय गर्न सकिन्छ होइन। अनि के भन्दाखेरि अब हाम्रो नेपालमा चाहिँ फेरि गाई गोरु खान दिँदैनन् होइन। गाई गोरुको मासु यति अब महँगो छ होइन। अब भैँसीहरूको भन्दा खसीको भन्दा होइन सुँगुरहरूको भन्दा गाई गोरुको मासु महँगो छ विदेशमा चाहिँ। अनि नेपालमा चाहिँ यसलाई नै बन्देज गरेको छ कि हामीले पनि नेपालबाट होइन हजारौँ टन होइन लाखौँ टन विदेश हामीले सप्लाई गर्न सक्यो भने धेरै हाम्रो नेपालको अर्थतन्त्र बलियो हुन्थ्यो क्या होइन। अहिले अस्ट्रेलिया इन्डियाबाट चाहिँ लाखौँ टन यसरी आउँछ मासु, गोरुको मासु होइन। अब फ्रिजमा राखेको होस् अथवा फ्रेस होस् जे भए पनि होइन, तर यो चाहिँ लोकल हो होइन। यसरी काटेर बेच्छन् विदेशमा चाहिँ पुरा हो, जिउँदै डाइरेक्ट काट्छन् अनि अहिले काट्छन्, अहिले एकैछिन सकिहाल्छ फेरि यो मासु। अहिले काट्दैछ नि एकैछिन सकिन्छ मासु। यसरी यसरी चाहिँ व्यापार व्यवसाय गर्छन् र विदेशमा गोरुको मासु खान्छन् है। फेरि यहाँ गोरु मात्रै खाने होइन, सुँगुर पनि त्यति नै चल्छ, भैँसी पनि त्यति नै चल्छ, कुखुरा पनि त्यति नै चल्छ, माछा पनि त्यति नै चल्छ। यसरी व्यवसाय गर्छन् त अनि विदेश त्यसै धनी भयो, विकास त्यसै भएको हो।